हेलो गाइज, आज चाहिँ हामी भिजा लिन जान लागेको हैन। अब सबै स्टुडेन्टबाट वर्किङ हामीलाई हाम्रो रुममा ग्यादरिङ भएर सेसन हुँदैछ। टक्क चिया हैन, चिया कहाँसम्म छ अरे? चिया त पितमै छ हेर ती बाटेले सब पोखाए जस्तो छ उमालेर। कहाँ सुतिरहेको फेरि ए हिँड्नु के रुममा म त सुतेर त हामी सबैजनाको 5 जना एउटै कम्पनीमा हामी निस्केर हैन। अब हामी जान्छौँ। अनि हेर भिजा लिएर आएर कति आयो त, कति चाहिँ आयो होला त हैन गाइज? कति आयो होला गेस गरौँ है त अहिले। मेरो बाउ ल अब चाहिँ हामी न्यु खान हिँड्यौँ हैन। न्यु खान यहाँ यो चाहिँ हामी सधैँ नागुया जान्थ्यौँ, तर योचोटि चाहिँ कम्पनीले गरिदिएको भएर हामी जान्छौँ हैन। अब हिँड्यौँ गएर अब कति आधी घन्टा जति पुगेला गएर अनि चट्ट लिएर सो गर्छौँ है त कति कति के कसले अनि बाटो त अनि हिँड्ने मान्छेको त हो नि। यिनीहरूले त जबरजस्ती नै हुन्छ नि यिनीहरू नटेको टाइम बुढाबुढी मान्छेहरू। भवनको बेको भिडियो लिडरलाई देखाएको यस्तो छिटो सक्यो मान्छे। अनि यो त कहाँ अनि जानै 2 घन्टा 3 घन्टा लाग्छ यो भिडियो पो एडिट गरेर छोटो बनाएको त्यहाँ वाक्का त मान्छे। भिडियो 5 मिनटको छ, 5 मिनट पनि छैन। ए यहीँबाट हो कि कहाँबाट हो साथी? यहीँबाट है। सौन्दर्यकोमा काम गर्ने मान्छे हो यो। ए यतापट्टि यो चाहिँ हाम्रो मितेरीको समुदायको रेस्टुरेन्ट हो, नेपाली रेस्टुरेन्ट। यो स्कुटी बिक्रीमा छ अरे। यता भन न, यता भन। ल एउटा साथी चाहिँ त्यहाँ लुकेर बसिरहेको छ। ल जहिले ढिला गर्ने यही साथी होइन? मार्छ होला मलाई। किन मार्ने यार? हाई कुकिँदै हो। बोलाउ न हातको बाउले। ओए आएको के त अझ यहाँ अरे ल यो हल्का होइन कति सकिन मान्छे त। ल उताबाट फेरि आइदिने होइन भाइहरू। हामी 5 जना चाहिँ अब न्यु खान जाँदैछौँ। अब न्यु खान भनेको चाहिँ के हो बुझाइदेऊ त? नेपालमा इमिग्रेसन भिजा कौसिन गर्न जाँदैछौँ। गाक्से भिजाबाट चाहिँ अब स्टुडेन्ट भिजाबाट अब सेसन भिजा वर्किङको लिन जाँदैछौँ। अब कति वर्षको आउने हो? ल गेस गरौँ त, आफ्नो गेस गरौँ त। हाउ एक्साइटेड? 1 वर्ष, पुष्पा 3 वर्ष, ऊ 1 वर्ष, सुमन 5। ल भिजा लिन चाहिँ अब 4000 को टिकट चाहिँ काट्नुपर्छ, यो लिएर जानुपर्छ। यो चाहिँ अब यहाँ युबिन पोस्ट अफिसबाट लिन पाइन्छ। नागुया भएदेखि त वहीँ पनि लिन पाइन्थ्यो। अब यहाँ चाहिँ यहाँ त्यसमा न्यु खानमा दिँदैन र इमिग्रेसनमा। सो यहाँबाट किनेर अब दुईजनालाई दुईटा निमाई दुईटा लिएर आएको छ। अनि यहाँनिर 4000 को यहाँ लेखेको छ। 4000 को चाहिँ टिकट यहाँ अघि लिएको टिकट चाहिँ यहाँ राख्नुपर्छ। यो साथीको हो, यो मेरो, यो पासपोर्ट अनि यहाँको रेसिडेन्ट कार्ड दिएपछि बल्ल हामीलाई हालिदिन्छ मान्छे हाल्दैन चाहिँ। यो चाहिँ न्यु खान आइपुग्यो होइन इमिग्रेसन। यहाँनिर रहेछ, यहाँबाट नजिकै रहेछ, त्यति टाइम लाग्दैन। साइकलमा आउँदा नि हिँड्छ। गाडीहरू चाहिँ यसरी चाहिँ फाइनल्ली भिजा लिएर आयौँ। ल केटा भिजा कति आयो अरे भनिदेऊ? 5 वर्ष केटा अरे ह्याप्पी छ जोस् कुनै खानु भिजा। यो चाहिँ न्यु खान, यो कैची न्यु खान हो। सानो छ, पार्किङ छैन। पार्किङ गाडी लिएर आउँदा चाहिँ अलिकति सकेसम्म नजिक छ भने साइकलमा आउँदा हुन्छ।
पार्किङ चाहिँ छँदै रहेनछ हामीले त उता बाहिरै राखेर आएको सब बाहिर रोडमा राखेको छ नेपालमा जस्तै यहाँनिर गाडी लिएर जाने साथीहरूले चाहिँ गाडी चाहिँ नजिक छ भने चाहिँ नलाँदा हुन्छ यसरी राख्ने ठाउँ नभएर होइन पार्किङ नभएर रोडको छेउ राखेर बिचमा गाडी हिँडाउन नि गाह्रो छ सो साइकलमा जाँदा बेस्ट हुन्छ होइन नजिक भएको साथीले अब टाढै छ भने जस्तो सुजुकातिरको साथीहरू छ भने त अब गाडीमा आउँदाखेरि गाडी छ भने गाडीमा आउँदाखेरि चाहिँ ठिकै हो नत्र नजिक यतै योकाजीतिरको वरिपरिको साथीहरूले चाहिँ योकाजी न्युखान जाँदा चाहिँ साइकलमा जाँदा नजिक छ भने त हिँडेर पनि पुग्छ त्यस्तो टाढा पनि छैन त्यसरी जाँदा हुन्छ नत्र चाहिँ पार्किङ पाउन लास्टै गाह्रो रहेछ यता बाटो निस्किने बेलासम्म पुरै छैन बाटो ल गाइज आजलाई चाहिँ यति नै यो भिडियो यो ब्लग चाहिँ यति नै सी यू नेक्स्ट भिडियो